टी20 वर्ल्ड कप 2026 नेपालको पहिलो म्याच इङ्ल्यान्डसँग र पहिलो ओभर गर्न आउँदैछन् इङ्ल्यान्डको सबैभन्दा डेन्जरस बलर जोफ्रा आर्चर 140+ किलोमिटरको बल लिएर अगाडि बढिरहेका छन्। अर्कोतिर स्ट्राइकमा उभिरहेका छन् नेपालको बेस्ट ब्याट्सम्यान कुशल भुर्तेल। चारैतिर स्टेडियमभरि नेपाली फ्यान्सहरूले खचाखच भरिरहेका छन्। जोफ्रा आर्चरको दौडसँगै नेपाली फ्यान्सहरूको मुटुको धड्कन बिस्तारै बढ्दैछ। अब के हुन्छ होला त, 6 या आउट? च्यानल सब्स्क्राइब गर्नुस्, डिटेलमा कुरा गरौँ। टी20 वर्ल्ड कप 2026 स्टार्ट हुँदैछ। तयारीको लागि अघि बढ्दैछ। क्लोज क्याम्पको लागि 24 जना प्लेयरहरूलाई सिलेक्ट गरी बन्द प्रशिक्षण दिइरहेको छ, जसमा प्लेयरहरूको फिटनेसदेखि लिएर मेन्टल हेल्थसम्म काम गरिरहेका छन्। जसमा 24 जना मध्ये 15 जना प्लेयरहरूलाई वर्ल्ड कपको स्क्वाडमा सामेल गरिनेछन्। कोच स्टुडलरले पनि एकदमै कडा प्लानिङको साथ अगाडि बढ्दैछन्। नेपाली राष्ट्रिय टिमका क्याप्टेन रोहित पौडेलले पनि टी20 वर्ल्ड कपको स्क्वाडको बारेमा सानो हिन्ट दिइरहेका थिए। उनले भनेका थिए, हामी फुल तयारीको साथ फर्स्ट म्याच इङ्ल्यान्डलाई हराउने भनेर अगाडि बढिरहेका छौँ। त्यो हामीले जसरी पनि गर्नै पर्छ। रोहितले यो पनि भनेका थिए कि जुन स्क्वाड टी20 वर्ल्ड कप क्वालिफायरको लागि खेलिएको थियो, त्यही स्क्वाडमा 1-2 जना मात्रै तलमाथि हुन सक्छ, अरू स्क्वाड सेम नै रहनेछ भनेका थिए। यसको मतलब नयाँ प्लेयरहरू ज्यादा एड हुने छैनन्। मेरो हिसाबमा शेर मल्ल र बसिर अहमदलाई 100% चान्स मिल्नै पर्ने हुन्छ। यी दुई प्लेयर अहिले राम्रो फर्ममा रहेका छन् र यी दुईटा यस्ता प्लेयर हुन् जसले म्याचलाई बलिङ या ब्याटिङ दुवैबाट बदल्न सक्छन्। केही साथीहरू टिकटकमा बसेर भनिरहेका छन् कि के नेपाली प्लेयरहरूले जोफ्रा आर्चरको 150+ को बल खेल्न सक्छन् त? यिनीहरूलाई म सम्झाइदिउँ, एनपीएलमा जन्मेका फ्यान्सहरूले मामालाई चिनेका नै रहेनछन्। मामा के चिज हुन् म तिमीहरूलाई भन्छु। अरे याद गर, जमाना थियो 2023 पाकिस्तानमा भइरहेको एसिया कप, इन्डिया भर्सेस नेपाल। इन्डियाका फास्ट बलर मोहम्मद सामी, मोहम्मद सिराज, हार्दिक पाण्ड्या यस्ता बलरहरूलाई त उभिएर ठाउँको ठाउँ ठोकिरहेथे। जबसम्म पिचमा भुर्तेल मामा हुनुहुन्छ तबसम्म हार्नेको त सवाल नै पैदा हुँदैन। कोचले भुर्तेललाई खुल्ला छोडिदिनु पर्छ, जा मार भनेर। पिच गयो भाडमा, बलर गयो भाडमा, एउटै काम हो, जाऊ पावर प्लेमा ठोक। जो आउँछ, चाहे जोफ्रा होस् या मार्कोट, सबलाई घुँडा टेकेर मार्नुपर्छ। तर एउटा सानो प्रब्लम छ, तर बीच खेलमा मामालाई माइजूकै याद नहोस्, नत्र हालत एनपीएलको जस्तै हुन्छ। मामा अन टप, जसरी पनि हामीले इङ्ल्यान्डलाई हराउनै पर्ने हुन्छ।